अब हामीलाई सहयोग हरेक कुरालाई हाम्रो अब गीता बहिनी हुनुहुन्थ्यो हजुर हुनुहुन्थ्यो उहाँले एकदम सहयोग सपोर्ट गर्नुभयो यो ठाउँमा हरेक कुराहरू हैन दिन रात अवरोध खटेर उहाँले गर्नुभयो है स्वयं म आफै बिरामी हुँदाखेरि नि असारको महिनामा म एकदम काम जोराएर म आफै बिरामी हुँदा नि उहाँले मलाई बिचरा दिन रात नभनेको मलाई एकदम सेवा गर्नुभयो म उहाँलाई एकदम सम्झिन्छु यो कुराहरूमा प्लस उहाँले यो गाउँलाई दिन रात नभनिकन खटेर काम गर्नुभयो हो अब तपाईको एउटा अहिलेको अवस्था के छ भने मैले त्यही भएर आज यो मिटिङमा नि मैले राखेँ अब तपाईको एउटा के छ भने हाम्रो एउटा सिटामोल खाने एउटा टाउको दुखेन औषधि एउटा सिटामोल पनि छैन कुनै संस्थाबाट पार्टीबाट हजुरलाई केही अफर आएको छ कि अथवा हजुर नै कुनैसँग इन्ट्रेस्ट हुनुहुन्छ अथवा स्वतन्त्र तरिकाले चाहिँ चुनाव उठ्ने हुनुहुन्छ कि के छ यसमा चाहिँ हजुरले आफूले के लाग्छ है हजुरलाई के लाग्छ त्यही अनुसार बताइदिनु न अब अहिलेसम्म त्यस्तो राजनीति त छैन मलाई हजुर मैले अब भोलिको दिनमा त अब के हुन्छ भन्ने कुरो त थाहा छैन हैन अहिलेसम्म म स्वतन्त्र छु जुन अहिले क्लबमा छु हैन जुन आफ्नो संघ संस्थालाई आफ्नो गाउँलाई कसरी राम्रो बनाउने हैन सीमा प्रवेश गर्ने जुन हाम्रो द्वारमा चाहिँ हाम्रो चाहिँ गेट एउटा राम्रो सुन्दर गेट ओहो यो त अति नै राम्रो कुरा भन्नुभयो यो भयो भने अति नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई तय गर्नु मन्दिर बाटो घाटो हरेक कुरा र आफ्नो गाउँलाई सुन्दर बनाउनु हैन कहिले पनि कन्सिडर गर्नु म त्यस्तो कहिले पनि गर्दैन हैन र प्लस मेरो गाउँमा हाम्रो जुन ठुली विषय नगरोस् भन्ने म चाहन्छु हैन त्यो डाँडा हेर सरलगै ढाक्यो सल्लाहको बोट आदरणीय दर्शक महानुभावहरू तपाईहरुलाई एकदम धेरै स्वागत गर्न चाहन्छु हाम्रो यस नयाँ श्रृङ्खला अथवा नयाँ भिडियोमा र आज मसँग हुनुहुन्छ हाम्रो यस सिजना युथ क्लबको प्रेसिडेन्ट चेयरम्यान हाम्रो अध्यक्षज्यू देवीराम अधिकारी हुनुहुन्छ र उहाँलाई म स्वागत गर्दैछु हाम्रो तिता मिठा र अहिले हालसालै चलिरहेको घटनाबारे र हाम्रो कामबारे चाहिँ हामी फोकस रहेर कुरा गर्नेछौँ र आजको यो मेरो दोस्रो पोडकास्ट रहेको छ र सबैले माया गरिदिनु हेरिराखिदिनु होला र भन्दै म चाहिँ कार्यक्रमलाई अगाडि बढाउन चाहे स्वागत छ देवीराम सर हजुरलाई नमस्ते भाइ आरामसँग चाहिँ हुनुहुन्छ एकदम सन्चै छु भाइ ए ल ठिक छ हिजो आज कस्तो बितिरहेको छ समय अहिले समय ठिकै छ अब मौसमले अब हरेक कुराले भइरहेको छ अब यो जुन मौसमले अब यो वायुहरू प्रदूषणले गर्दाखेरि जुन एक हप्ता जति भयो अहिले चाहिँ एक दिन भयो पानी हिजो र आज पानी पर्यो 2 दिन पर्यो अहिले अलि वेदर सफा भएर चाहिँ ठिकै छ अहिले जस खेतीपाती राम्रै भइरहेको छ सर हजुर अहिले मलाई थाहा छ अब हाम्रो यस सिजना युथ क्लबको प्रेसिडेन्ट हुनुहुन्छ र हजुर पहिला सैनिक पेसामा आबद्ध हुनुहुन्थ्यो म राम्रोसँग चिन्छु हजुरलाई लामो वर्षको कार्यकाल सैनिक पेसामा बिताएर पनि रिटायरमेन्ट पछाडि फेरि गाउँ समाज बनाउँछु हाम्रो यस क्लबबाट विभिन्न खेलाडीहरू उत्पादन गर्छु यसलाई राम्रो गर्छु भनेर आउनुभएको छ यहाँसम्म आउने बाटो तय कुन मनसायले चाहिँ आउनुभयो अथवा कसैले इन्सपायर गरेर आउनुभयो कि के कारणले आउनुभयो खुलाइदिनु पाएहरू हामी आभारी हुने थियौँ ठिक छ मैले अब समथिङ अब नेपाली सेनामा 22 वर्ष समथिङ कार्यरत जागिर मेरो अब सिलसिलामा 22 वर्ष थिएँ त्यसपछि 22 वर्ष अवधिमा पनि मैले अब 2-4 वर्षको सङ्कटकालमै बित्यो मेरो जागिरको सिलसिलामा त्यसपछि आयो जुन 2-4 वर्षपछि चाहिँ शान्तिकाल स्थापना भयो त्यसपछि हाम्रो जुन किङ्स ब्यारल ग्यामुर प्रधान सेनापति ट्रफी बाहिनी ट्रफी गण र प्रतिस्पर्धा हुने भएको थिए त्यसमा म पहिल्यैदेखि नै खेलप्रेमी थिएँ जुन पल्टनमा हुँदाखेरि म अब खेलमै अब अलिकति चासो दिन्थेँ र खेलाडी प्रेम भाइहरूलाई मैले अलिकति ह्यान्डलिङ गरेर म कोच जस्तो भूमिका पनि म्यानेजर जस्तो पनि हुनुभयो हजुर सेनामा हुँदा त्यसमा म पनि आफू खेलाडी पनि थिएँ त्यतिखेर 2-4 वर्ष आर्मीसम्म खेल्यौँ प्रधान सेनापतिसम्म म खेल्न पुग्यौँ र पछि चाहिँ अलिकति म त्यस्तै केटाहरूलाई पछि अलिकति आफ्नो उमेर घट्दै गएपछि अलिकति त्यसमा गेममा अलिकति कमाउनेपछि मैले चाहिँ अलिक केटाहरूलाई ह्यान्डलिङ गरेँ हजुर अब त्यसपछि चाहिँ अब सधैँभरि अब पल्टनमा मात्रै बसेर नहुने अब रिटायर पनि हुनु पर्यो रिटायर लाइफमा चाहिँ म अब जब गाउँमा अब पेन्सन निस्केर आउँदाखेरि चाहिँ अब गाउँमा यताउता हुँदाखेरि जुन सिजना युथ क्लबको नि युवा क्लब पनि अब अध्यक्ष चेन्ज भएर अब 5-7 महिना चलाएर चाहिँ भाइ अमित भाइ पनि अब जुन आफ्नो कार्य 5-6 महिनामा राम्रो गरेर पनि आफ्नो जुन भविष्यलाई राम्रो गर्छन् आफ्नो प्लान योजना गरेर उहाँ विदेश जानुभएछ
र क्लबको अध्यक्षको जुन पोस्ट खाली भएको उसमा चाहिँ गाउँमा भेला हुँदाखेरि त्यसमा म पनि स्वयं आफै थिएँ होइन। त्यसमा चाहिँ मिटिङ बस्दाखेरि अब आम भेलाले चाहिँ अब क्लबको अध्यक्षमा चाहिँ हरेक कुराहरू प्रश्न गर्नुभयो। त्यसमा चाहिँ म त्यही भएर अब यसो अध्यक्षमा अब सबैले हजुर त्यो भएपछि चाहिँ म अलिकति ठिक छ नि त भने म सेवा गर्छु, म अब समाज सेवा गर्छु होइन। खेल प्रेमी मान्छे म आफू नि अब गाउँघरको भाइहरूलाई अलिकति खेलमा अलिकति अझै राम्रो गर्न सकिन्छ कि भन्ने विषयहरू चाहिँ म चाहिँ अलिकति त्यो त के छु भने मैले। ल धन्यवाद हजुरलाई, निकै नै राम्रो कुरा खुलाउनु भयो उहाँले। र 22 वर्षको 22 वर्ष होइन हजुर 22 वर्षको राष्ट्र सेवा सैनिक पेसामा आबद्ध रहेर पनि त्यस पछाडि रिटायरमेन्ट पछाडि पेन्सन पाए पछाडि पनि अहिले गाउँ समाजकै लागि भनेर लडेर हिँडेर विभिन्न निकायसँग ठोकिएर आफ्नो तवरबाट चाहिँ उहाँले सेवा दिइराख्नु भएको सबैलाई जानकारी भएको कुरा मैले फेरि पनि अवगत गराएँ। र अहिले चाहिँ उहाँ अहिले सिर्जना युथ क्लबको चाहिँ प्रेसिडेन्ट भएको नाताले चाहिँ अब यस हाम्रो सिर्जना युथ क्लबलाई चाहिँ के कसरी चाहिँ माथि लान सकिन्छ भन्ने हजुरको योजना भिजन के छ? हजुरलाई के लागिरहेको छ, के गर्छु जस्तो लागिरहेको छ, अब के गर्नुहुन्छ यसो अलिअलि बताइदिनु पायो राम्रो हुन्थ्यो कि? ठिक छ, त्यसमा चाहिँ मैले अब जुन अब हुन त एक्लैले गरेर त हुँदैन होइन। सबै कुराहरू आफ्नो समाज होइन हरेक कुराहरू सहयोग मेरो अब जुन सिर्जना युथ क्लबका भाइहरू बहिनीहरू दिदीभाइ अब बाबा मम्मी होइन बुवा आमा सबैको साथ सपोर्ट चाहिन्छ र स्वदेश विदेशमा रहनु विभिन्न सङ्घ संस्थामा रहने साथीहरूको सबै कुरामा सपोर्ट चाहिन्छ। त्यसमा मैले के भन्छु भने जुन हुन त मेरो अब एउटा जुन मेरो अनुभवले चाहिँ मैले चाहिँ अब यस ठाउँमा चाहिँ अलिकति केही परिवर्तन अलिक पहिला गरेको भन्दा अझ राम्रो गरौँ। अझ पहिला पनि राम्रै छ, एकदम राम्रो गर्नुभएको छ पहिलाको अध्यक्षज्यूहरूले जुन अब जुन समितिले राम्रो गर्नुभएको छ। त्यसमा पनि अहिले म भएर फेरि अझ पनि त्यो अझ जुन समय परिस्थिति अनुसार र जुन अब हाम्रो खेलको हरेक कुराहरू उन्नतिको लागि जुन नयाँ नयाँ भिजनहरू छन् त्यसमा चाहिँ अलिकति हाम्रो जुन मर्स्यादी गाउँपालिका वडा नम्बर 6 भित्र पर्ने हाम्रो सिर्जना युवा क्लबको चाहिँ मेरो भाइहरू चाहिँ प्यारो भाइ बहिनीहरू चाहिँ जुन अब यहाँबाट चाहिँ के त जिल्ला होस् होइन पालिका होस् जिल्ला होस् त्यस्तै प्रदेश केन्द्रसम्म जुन राष्ट्रिय स्तरको खेलाडीहरू उत्पन्न होस् भन्ने चाहिँ मेरो चाहिँ एउटा आशावादी छ। त्यसमा चाहिँ हरेक कुराहरूलाई चाहिँ अलिक राम्रो गरेर जाउँ भन्ने मेरो प्लान छ। र प्लस के छ भने अब यहाँ त सबै कुराहरूमा चाहिँ के भन्छ सबैको साथ सपोर्ट एकदम चाहिन्छ यो यसमा चाहिँ होइन। जस मलाई अब जुन अब विदेशमा रहने भाइहरूले होइन आफ्नो मेरो साथीहरूले नै मलाई अब भनिराख्नुहुन्छ त्यसमा म खुसी पनि छु। हरेक कुरालाई नजिक नभए पनि टाढाबाट पनि एउटा शब्दले एउटा बोलीले व्यवहारले सहयोग सपोर्ट गर्छु। हरेक कुरा यस्तो गरी बढ्नु दाइ यसरी बढ्नुहोस् भन्नुहुन्छ त्यो एकदम उहाँहरूलाई नि एकदम भित्री आत्मादेखि नै प्लस मेरो तर्फबाट र क्लबको तर्फबाट म एकदम धन्यवाद दिन चाहन्छु। र हरेक कुराहरूलाई चाहिँ अब काम योजना प्लान त हामी अब सबैजना मिलेर गर्ने नै हो। त्यसमा चाहिँ अब जुन हाम्रो छ अब खेलकुद मैदान अलिकति नाजुक अवस्था छ, अलिकति पहिलाको भन्दा अलिकति परिवर्तन गर्नलाई हजुर अहिलेको हजुरको नजरमा प्रायोरिटीमा परेको चाहिँ मेरो चाहिँ अहिले चाहिँ फुटबल ग्राउन्डलाई अलिकति फोकस दिउँ। प्लस अब एउटा हाम्रो सिर्जना यो क्लब भनेको पुरानो क्लब हो होइन 2052 सालमा स्थापना भएको क्लब र हाम्रो चाहिँ दर्ता पनि हाम्रो 83 नम्बरमा छौँ है। यो सिर्जना यो क्लब चाहिँ त्यो पुरानो क्लब भएको नाताले हामीले एकदम कहिले पनि हरेस खानु हुँदैन। म भाइहरूलाई पनि त्यही भन्छु, भाइ बहिनीहरूलाई आफ्नोभन्दा मुनिको भाइ बहिनीहरूलाई अभिभावकहरूलाई म त्यही भन्न चाहन्छु होइन। त्यही भएर हाम्रो खेल मैदानलाई अलिकति उच्च स्तर उच्च उन्नतिको ठाउँमा राख्न सक्यो बनाउन सक्यो भने भोलिको दिनमा एकदम हाम्रो केही न केही खेलाडीहरू जो उत्पन्न हुन्छ भने यो ठाउँमा चाहिँ हुन्छ भने मलाई विश्वास राखेको छु मैले है। अब जो सबैको सोच विचार चाहिँ एउटै हुँदैन, तैपनि राय सल्लाह होइन हरेक कुराहरू चाहिँ मलाई दिँदा पनि फरक पर्दैन है। जुनै क्लबको सदस्यहरूलाई दिँदा पनि फरक पर्दैन। कसैले अब यस्तो गर्न पाएँ भने म त्यसमा साथ दिन्छु, सपोर्ट दिन्छु होइन, सहयोग गर्छु म पनि। धेरैको एक्सपेक्टेसन पनि छ। अब हजुरको लेभलको हजुर जति दिमाग भएको हजुर जति गर्न सक्ने क्षमता भएको मान्छे सिर्जना युथ क्लबको प्रेसिडेन्टको रूपमा पाइराख्दाखेरि धेरै साथीहरू धेरै हजुरको फ्यान फलोवर्सहरूले चाहिँ राम्रो नै सोचिराख्नु भएको छ, राम्रो सपोर्ट गर्नुभएको छ जस्तो लाग्छ। मैले थाहा पाउँदाखेरि देशमा रहने देश बाहिर रहने साथीभाइहरूले पनि उहाँ त यो लेभलको मान्छे, उहाँले यस्तो गर्नुहुन्छ, यो लेभलको काम हुन्छ भनेर एक्सपेक्टेसन गर्नुभएको छ। उहाँहरूले गर्नुभएको एक्सपेक्टेसन बिट गर्न सक्नुहुन्छ?
मैले त्यो एकदम गर्छु। मेरो एकदम त्यो अब सबै कुरा त हुन नसक्ला, गर्न नसक्ला, तर म एकदम 100मा 100 त गर्न अब सक्ला नसक्ला, अब गरेपछि थाहा हुने कुराहरू होइन। गर्ने प्रयास चाहिँ मेरो सधैँ भित्रैदेखि इनर्जीको साथ, मेरो भित्री आत्माले खुसीको साथ म एकदम सक्दो म हरेक कुराहरूलाई चाहिँ म एकदम गर्ने प्रयास र गर्छु पनि। म त्यो कुराहरूलाई उहाँहरूको सल्लाह सुझाव अनुसार म गर्छु। कुनै पनि कुराहरूमा म पछाडि हुँदैन र जुनै पनि जुन हाम्रो अब यहाँ अब छन् विविध अब जुन हाम्रो कार्यक्रम अस्ति भयो होइन, 29औं हाम्रो के अरे सृजना क्लबको 29औं वार्षिक उत्सव भयो होइन। त्यसमा पनि विभिन्न किसिमका हाम्रो सांस्कृतिक कार्यक्रम भयो होइन, म्याराथन दौड भयो होइन, ठेला भयो महिला पुरुषको होइन, त्यसपछि आएर तपाईँको महिला पुरुषको ठेलापछि त्यसपछि हाम्रो तानडोरी भयो आमा समूहको होइन, र प्लस हाम्रो भाले टिपाई भन्ने भयो होइन, रमाइलो प्रदर्शन एउटा होइन, झाँग्री प्रदर्शन। पहिलेदेखि संस्कृति जुन संस्कार हाम्रो जिजु बाजेदेखिलाई जगाउनु पर्छ होइन, यसलाई अझ राम्रो गर्नुपर्छ भने हाम्रो यो ठाउँको होइन, यो हाम्रो जुन सृजना युवा क्लबको होइन सबैको आत्मा भावको चिजलाई हामीले एकदम प्रदर्शन सहित हामीले 29औं वार्षिक एकदम रमाइलो मनायौँ र हामी 30औं वार्षिक अझ योभन्दा अझ उन्नति प्रगति होइन, अझ राम्रो नयाँ नयाँ कुराहरू होइन, त्यस्तै अब हरेक कुराहरूलाई चाहिँ हामीले अब लाने कुराहरूलाई चाहिँ हामीले अब जुन 30औं वार्षिक उत्सवमा अलिकति प्लान योजना गर्छौँ। 29औं वार्षिक उत्सवमा हामीले धेरै खेलहरू, थुप्रै खेलहरू देख्यौँ, असाध्यै रमाइलो पनि भयो। तर हाम्रो यो के कारणले चाहिँ हाम्रो फुटबल हुन सकेन? फुटबल हरेक वर्ष हुन्छ, सायद यो बाध्यताको नियममा रहेर नभएको पनि हुनसक्छ। यसमा चाहिँ म अलि अस्पष्ट भएँ होइन। अबको माघे सङ्क्रान्तिको अवसरमा पहिला 29औं वार्षिक उत्सवमा भएको जस्तो खेलहरू र फुटबल स्पेसल्ली फुटबल प्रतियोगिता हुन्छ हुँदैन, यो बारे पनि हजुरले स्पष्ट गराइदिनु पर्यो। अब त्यसको लागि चाहिँ के छ भने अब हुन त भन्नुभयो तपाईँले, यो चाहिँ के छ भने बाध्यताको नियम पनि हो अब, र हामीले अब गर्न चाहे मिल्दो पनि रहेछ होइन, हामीले चाहिँ वर्षैपछि राख्न पनि मिल्ने रहेछ। मैले सोद्धाखेरि बागेताको अध्यक्ष विष्णु गुरुङसँग सोद्धाखेरि चाहिँ उहाँले मिल्छ भान्छ भन्ने भन्नुभएको थियो होइन। अब त्यसमा चाहिँ म अब छिटो त्यो छोटो अवधिमा म के अध्यक्ष भएँ, त्यसपछि अब होइन हरेक कुराहरू गर्ने योजना प्लान चाहियो त्यसको लागि होइन। अब त्यसमा हामी 30औं वार्षिक उत्सवमा चाहिँ हरेक कुराहरूलाई यो खेललाई हामी जुन पहिलाको जुन 29औं खेल जोडेर अझ प्लस कुनै अब हाजी जवाफहरू होइन, महिला समूहको आमा समूह भन्छ होइन, त्यसपछि आएर हाम्रो बालबालिकाको होइन कुनै पनि एउटा राम्रो कार्यक्रमहरू, त्यसमा अब कुनै हामीले अब दौडहरू होइन, भोलि अब लाउरी हुनलाई भोलि हरेक कुराहरू 200 मिटर के अरे 100 मिटर 300 मिटर अब होइन हामीलाई दौड फिजिकल एक्सर्साइज चाहिन्छ नि। त्यसमा चाहिँ हाम्रो जुन ग्राउन्डको लेभल अनुसारले हामीले साधारणतयाले 100 मिटरको दौड राखिदिए पनि होइन केही न केही प्रगति हुन्छ कि अनि त्यसमा चाहिँ अब भोलि अब क्लबको भोलिन्टियरसँग राय सल्लाह लिएर मैले अब यस्तो गरौँ भन्ने योजना प्लान बनाएर गरौँला। त्यसको लागि चाहिँ फुटबल पनि तपाईँको अब 30औं उसमा चाहिँ हाम्रो माइक समिति के अरे माइक समिति 30औं सृजना युवा क्लब वार्षिक उत्सवमा चाहिँ हामीले राख्ने जुन एउटा मैले अब राख्ने भनेर मैले ठाडो आदेश दिन मिलेन, तर हाम्रो प्लान योजनामा छ हुनसक्छ। हाम्रो सम्भावना धेरै नै छ फुटबल राख्ने। कति प्राइज भने त्यो छैन, सम्भवतः पहिलाको प्राइज भन्दा केही माथि नै गइन्छ हुने सम्भावना। फुटबल प्रतियोगिता हुने एकदम धेरै सम्भावना पनि रहेको छ होइन हजुर। यति धेरै कार्यव्यस्तता हुनुहुन्छ क्लबको लागि, दिनरात खटिराख्नु भएको छ, अबको योजना भन्दै हुनुहुन्छ, फुटबल ग्राउन्ड बनिरहेको छ, अब धेरै कामहरू भइरहेको छ। यो अलावा पनि हजुरले समाजसेवामा पनि समाजसेवा त्यो पनि भयो। अर्को कुरा गाउँ समाजको लागि चाहिँ विभिन्न कामहरूमा खटिराख्नु भएको छ। गाउँ समाजको लागि चाहिँ छुट्टै हजुरले कसरी टाइम निकाल्नु भयो र के गर्नुभयो र अब गाउँ समाजलाई अरू के काम गर्ने चाहिँ योजनामा हजुरले भिजन सोचिराख्नु भएको छ, के काम गर्ने चाहिँ हजुरको प्लानमा हुन्छ? त्यसको लागि चाहिँ अहिले मैले भन्नुपर्दाखेरि चाहिँ अब सुरुमा त अब म रिटायर हुँदाखेरि यसमा गाउँमा आउँदाखेरि चाहिँ हाम्रो बाटोमा धुवा धुलो एकदम बढी मात्रामा थियो होइन। त्यसमा अब मै अध्यक्ष भएपछि नै जुन मैले हाइडोमा प्लस यो हाइडो अफिसहरूमा के अरे सिडिओ प्रशासन कार्यालयमा पालिकामा वडामा सरकार समितिमा मैले चिठी हाम्रो क्लबको निर्णयअनुसारले चिठी लेखेर हामीले पठाएपछि तपाईँको यो जुन हाम्रो अब नेउपानेको बाटो अलि नाजुक अवस्था छ,
जुन अब भिड छ नि त धेरै कुराहरूलाई होइन अप्ठ्यारो छ त्यसलाई चाहिँ रेलिङ हाल्ने व्यवस्था राम्रो व्यवस्था यो नेपाली फाटदेखि यता गाउँसम्म आउने यो ठाडो भेट यो त अति नै अप्ठ्यारो बाटो धेरै रिस्क लिएर गाडी चलाइरहेको हुन्छ हिँडेर आवजात गरिरहेको हुन्छ यो बाटोमा रेलिङ हाल्ने भने हजुरको भिजन हजुरले चाहिँ प्रस्तावै गर्नुभयो प्रस्ताव छ मेरो छ मैले अस्ति गएर पालिकाको अध्यक्षज्यूसँग मैले यो कुराहरू राखेको छु हजुर होइन अब त्यसमा चाहिँ के छ भने अब हाम्रो सबै कुराहरू जुन अब म एउटा क्लबको अध्यक्षको नाताले मेरो त फुल पावर त भेट्दैन यहाँ त विभिन्न अब हरेक कुरा राजनीतिक दलका पार्टीहरूका होइन सदस्यज्यू हुनुहुन्छ अध्यक्षज्यूहरू हुनुहुन्छ होइन हरेक कुराहरू छ यहाँ होइन जुन अब ठुल सुधारको अध्यक्षज्यू हुनुहुन्छ त्यसमा सबैजना चाहिँ मिल्नुपर्छ अब मेरो एउटा यो जुन एउटा मैले अलिकति घमण्ड पाराले गरे जस्तो हुन्छ होइन त्यसमा चाहिँ हाम्रो समाजको सहयोग सपोर्ट सबै कुराहरू चाहिन्छ त्यसमा चाहिँ हामीले गर्नुपर्ने राख्नुपर्ने मेरो लेभल अनुसारले मैले गर्नुपर्ने बोल्नुपर्ने सम्बन्ध मैले गरेको छु त्यो चाहिँ होइन त्यस पछाडि अरू के भन्दै हुनुहुन्थ्यो मैले चाहिँ अब त्यसमा चाहिँ तपाईँको अब जब बाटोहरूमा अब धुवाधुलो थियो नि त्यसमा होइन धेरै प्रशस्तमा धुवाहरू एकदम धुलोहरू उड्ने विभिन्न गाडीहरू हाइड्रोको गुडी राख्थ्यो होइन त्यसमा चाहिँ मैले हाइड्रोसँग जुन अब समन्वय गरेँ तल जुन प्रशासनदेखि होइन पालिकादेखि सबै ठाउँमा मैले समन्वय गरेर चिठी लिएर अनि त्यसपछि आएर तपाईँको हाइड्रोको जुन सरहरूसँग बस्यौँ यहाँ अब हाम्रो अभिभावकहरू राखेर मिटिङ बस्यौँ सानो ग्रुप मिटिङ होइन हामी चाहिँ सफल गर्ने मिटिङ बस्यौँ होइन त्यसमा चाहिँ बसेर त्यसमा तपाईँको हाम्रो जुन यहाँ चाहिँ 2 जना पानी हाल्ने मान्छे खटाउने होइन त्यसलाई चाहिँ व्यवस्था मिलाइयो हामीले होइन यो काम त कन्टिन्यू भइरहेको यो त एकदम भइरहेको छ उसको 9 गतेदेखि भएको होइन अहिलेसम्म भइरहेछ र प्लस तपाईँको वैशाखसम्म यो चाहिँ हाम्रो भइरहेको छ यो होइन त्यसपछि थप गड हामीले गर्न मिल्छौँ अब बर्खा सिजन सके पछाडि फेरि हिउँ सुरु हुन्छ बाटोको हालत उस्तै हुन्छ यो त एकदम लागु नै भइरहेको छ काम पनि एकदम द्रुत गतिमा भइरहेको छ पहिलाको धुवाधुलो भन्दा अहिले एकदम राम्रो भइरहेको छ होइन हजुर अनि त्यस पछाडि अरू पनि केही छ कि योजना अब केही गर्ने अब योजना त तपाईँको अब जुन मेरो कार्यकालहरूमा अब कति वर्ष मैले 2 वर्षको कार्यकाल हो त्यसमा अब मैले अब हुन त मेरो आत्मामा मेरो योजना मेरो मनमा त धेरै कुरा छ होइन जुन अब तपाईँको हाम्रो महादेवथान मन्दिर होइन मन्दिर हाम्रो महादेवथान मन्दिर सङ्क्रान्ति मन्दिर त हाम्रो मेलामा हरेक कुराहरू जुन पहिल्यैदेखि पुर्खौलीदेखि नै हाम्रो जुन ठाउँमा जुन मन्दिरमा हामी पूजापाठ गर्छौँ त्यो मन्दिरलाई अलिकति राम्रो व्यवस्था मिलाउन पाएँ होइन कुनै हाम्रो सङ्घ संस्था कुनै अब वडा होइन पालिकाले कुनै सहयोग गर्दै त्यो मन्दिरलाई अलिकति राम्रो होइन उच्च स्तर बनाउने विचार मेरो धेरै छ र प्लस के छ भने तपाईँको हाम्रो अब जुन यो खेल मैदान पनि होइन 9 साइजको सकेसम्म 11 साइज 9 साइजको हाम्रो राम्रो बनाउन सकेदेखि हामीले भोलिको दिनमा हरेक कुरालाई जुन हाम्रो जुन कार्यक्रम स्कुल हाम्रो नजिक छौँ जटसो स्कुल होइन स्कुल लगायत हाम्रो गाउँलाई गाउँको हाम्रो जुन युवक केटाहरूलाई होइन नानी बाबुलाई गेम खेल्नलाई हरेक कार्यक्रमहरू गर्नलाई त्यसमा राम्रो हुन्छ भन्ने मेरो एकदम योजना छ मेरो भित्री आत्मादेखि नै के भयो त्यो सोच विचार छ राम्रो हुन्छ भन्ने होइन त्यसमा चाहिँ हाम्रो अभिभावकहरूले सबैले विभिन्न राजनीतिक दलका सदस्य अध्यक्षज्यूहरूले होइन र गाउँका अब बुद्धिजीवी मान्छेहरूले चाहिँ सहयोग सपोर्ट गर्नु भन्ने मलाई जुन आशा छ होइन उहाँहरूले गर्नुहुन्छ भने म विश्वास लिन्छु होइन आशावादी हुनुहुन्छ सर अब हजुरले गाउँलाई अथवा गाउँ समाज यति धेरै काम गर्दै हुनुहुन्छ तैपनि गाउँलाई व्यवस्थित गर्नलाई अथवा गाउँको सुन्दरता थप्नलाई चाहिँ हजुरले के कस्तो काम सोच्नु भएको छ के गर्ने प्लानमा हुनुहुन्छ बताइदिनु होला अब त्यसमा चाहिँ मैले भन्नुपर्दाखेरि चाहिँ तपाईँको मैले अघि नै भने होइन अब मेरो एउटा योजना प्लान मेरो यो गाउँलाई यो अल ठुलीबिसीलाई चाहिँ राम्रो सुन्दर देखाउनलाई बनाउनलाई हाम्रो एउटा जुन अब नेउपाने बाटोमा अब रेलिङ होइन राम्रो व्यवस्थित बाटो नानीसकेको बाटो भयो भने उच्च हुन्छ होइन भोलिको दिनमा तपाईँको बाटोमा गाडी हिँड्दाखेरि के त आनन्द आओस् होइन अब हिजोको दिनमा तपाईँको के थियो भने बाटोमा बिरामी लग्यो भने उल्टो बिरामी भएर बेसी पुग्थ्यो झन् थप भएर होइन त्यस्तो अवस्था थियो भनेपछि अहिले त अलिक केही विषय राम्रो छ होइन त्यसलाई अझ पनि नेउपाने बाटोलाई चाहिँ त्यो भिडको बाटोलाई चाहिँ तपाईँको रेलिङ हाल्दाखेरि सेफ्टी हुन्छ होइन त्यसमा अब हरेक कुराहरू अब राम्रो हुन्छ सबैलाई होइन यो हाम्रो अब धेरै मान्छे हिँड्छन् यो बाटो त होइन तपाईँको हाइडो मात्रै होइन कि हाम्रो गाउँ मात्रै होइन ठुलीबिसी होइन कि अल मान्छे हिँड्छन् यसमा त होइन सार्वजनिक बाटो यसमा हरेक कुराहरू हुन्छ त्यसमा चाहिँ अलिकति सेफ्टी तपाईँको त्यसलाई चाहिँ अब रेलिङ हाल्दा राम्रो हुन्छ होइन र प्लस एउटा के छ भने हाम्रो जुन यो ठुलीबिसीमा प्रवेश गर्ने जुन हाम्रो द्वारमा चाहिँ हाम्रो चाहिँ गेट एउटा राम्रो सुन्दर गेट यो त अति नै राम्रो कुरा भन्नुभयो त्यो भयो भने
अति नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई हैन यो चाहिँ एउटा बनाउनै पर्छ हामीले यो चाहिँ अब त्यहाँ प्रवेश हुने ठाउँमा ठुली बेसी हैन त्यहाँको लेख्दाखेरि वेलकम छ वेलकम हो हैन स्वागत छ लेखेर ओहो यो त निकै नै राम्रो योजनामा यो चाहिँ एकदम राम्रो हैन यस्तो बनाउन मलाई एकदम हाम्रो चाहिँ यो ठाउँलाई चाहिँ हजुर एकदम पहिलाको भन्दा धेरै हैन त्यो गेटले चाहिँ एकदम स्वभाव दिन्छ जस्तो लाग्छ मलाई एकदम आगन्तुक पाहुनाहरूलाई नि ओहो ठुली बेसी रहेछ भनेर चिन्छ एकदम कुराहरू र प्लस त्यसमा नि फेरि के छ भने हाम्रो ठुली बेसीमा मैले देखेको चाहिँ जुन हाम्रो ठुली बेसीमा चाहिँ होमस्टेको व्यवस्था हैन कति पनि पाहुनाहरू आउँछ नि अब यहाँ आउँछ अब यहाँ आफन्त मान्छे हुन्छ साथीभाइ हुन्छ नि त अब त्यसमा बस्ला यताउता होला कुनै पनि अब यताउता नभएपछि यो जुन नयाँ मान्छेहरू आउँछ भने काहीँ के कुनै मान्छे आउँछ भने हाम्रो एउटा ठुली बेसीमा चाहिँ हैन 2-4वटा होमस्टेहरू भइदिएदेखि चाहिँ उहाँहरूलाई बस्नलाई राख्नलाई हैन हरेक कुराहरूलाई एउटा राम्रो व्यवस्था हुन्थ्यो होमस्टे भइदिएदेखि हैन त्यो ठाउँमा त होमस्टे छ यस्तो छ उस्तो छ एउटा हुन्छ नि त त्यसमा गएर अब एउटा भएन भने तपाईँको हाम्रो यो ठाउँमा त तपाईँको कवि हैन कवि जन्मेको गाउँ हैन हो कि हैन डाक्टर कवि हैन अनि हर्क गुरुङ हैन लेजेन्डरीहरु जन्मेको ठाउँमा त नि त्यस्तो जन्मेको ठाउँमा हामीले हरेक कुराहरु आकर्षित छ नि त यो ठाउँमा एउटा अर्ग्यानिक जडीबुटीहरु छ हाम्रो यार्चुकुमा यही पाउँछौँ हैन हैन हरेक कुराहरु तपाईको कुरिला पाउँछन् हैन टुसा पाउँछ न्युरो पाउँछ अर्ग्यानिक हामीले तयार गर्न सकिन्छ ढेँडो कोदोको ढेँडो हैन मकैको ढेँडो हो हैन अहिले तपाईको लोकलको कुखुरा बाले हैन ट्याक्क अर्ग्यानिक गुन्द्रुक हैन तपाईको मासको दाल हैन हरेक कुरा हामीले खुलाएर यहाँ जुन होमस्टेमा गर्न सकिन्छ नि त हजुरको प्रायोरिटीमा योजनामा परेको थियो एकदम यो मलाई चाहिँ अब मेरो सम्भवले चाहिँ मेरो चाहिँ मैले चाहिँ अस्ति प्रस्ताव पनि राखिराख्न चाहिँ हैन अब त्यसमा चाहिँ सबैको मनमा हैन जुन अग्रजको मनमा भयो नि त्यो चिजलाई चाहिँ व्यवस्थित गर्न पाए यो ठुली बेसीलाई चाहिँ अति नै सुन्दर हुन्छ जस्तो लाग्छ मलाई है साँच्चीकै ठुली बेसीमा त्यही चिजको कमी छ हजुरले भन्नुभएको जस्तै सुन्दरतामा प्राकृतिक हिसाबले अति नै सुन्दर छ त्यसमा पनि सुनमा सुगन्ध थप्नलाई बाटो रेलिङ गेट हैन हजुर मन्दिरलाई व्यवस्थापन अब अझै पाहुनाहरूको लागि होमस्टेको व्यवस्था अति नै राम्रो यो हजुर त नेक्स्ट लेभलको काम गर्नुहुन्छ जस्तो लाग्यो मलाई यो तरिकाको हजुरको भिजन अनुसार त एकतिर क्लबको भार छँदैछ आफूलाई क्लबको एउटा हाम्रो यस सिजन युथ क्लबको भार बोकिराख्नु भएको छ त्यसको अलावा पनि गाउँ समाजको लागि यति सोच्नु भनेको हजुरको भिजन नेक्स्ट लेभलको छ त्यसरी चाहिँ हामीले बुझ्न सक्छौँ हजुर अब तपाईँको के भन्छ भने मैले चाहिँ जब यो कोरोना लागेको बेलामा मैले चाहिँ मान्छेहरूलाई म त्यतिखेर त म अब फौजमा थियो हैन हजुर म पल्टनमै भनौँ पल्टनको जागिरमा आफू जुन कार्यरत थियौँ जुन कोरोना लागेको बेलामा महामारी कोरोना थियो हैन त्यतिखेर के थियो भने मान्छेहरू अहिले सबै हुन त गाउँलाई अलिकति व्यवस्थित बनाउनु यताउता सबैको सोच हुनुपर्छ हैन सहर बजारमा बस्ने मान्छेले त्यतिखेर कोरोना लागेको बेलामा के थियो भने गाउँ पुग्दा थियो त्यतिखेर हाम्रो विभिन्न किसिमका नाकाहरू बन्द थियो हैन आउने रासनहरू हरेक कुराहरू बन्द थियो नि त त्यतिखेर हैन अब त्यतिखेर त कोरोना लागेको बेलामा तपाईँको अन्त सेना प्रहरीले नै धेरै उद्धार गर्यो हैन तपाईको आफ्नो श्रीमती श्रीमान बित्या छ भने त्यहाँ छुन पनि डराउँथ्यो मान्छे हैन त्यस्तो अवस्था थियो त्यतिखेर तपाईको सबैजना हैन सहरबाट गाउँ फिर्ता थियो हैन गाउँलाई कहिले पनि हेला गर्नु हुँदैन यो गाउँ भने सुन्दर गाउँ हो आफू जन्मेको माटो हो आफू जन्मेको भूमि हो माया गर्नुपर्छ हैन त्यही भएर हरेक कुराहरूलाई चाहिँ तपाईँको त्यतिखेर हामी परिस्थिति पनि देख्यौँ प्रत्यक्ष रूपमा देख्यौँ हैन अब त्यतिखेर सबै गाउँ फर्किने हरेक कुराहरू खेतीपाती गर्ने हरेक कुरा थियो हैन आकारमा छ अब पैसा हुने मान्छेले त किनेर खाथ्यो राखेको थियो स्टक थियो होला तर निम्न स्तरको मान्छेलाई त धेरै नाजुक थियो गाह्रो थियो त्यही भएर मानिसहरूले मान्छे भएर जन्मेपछि चाहिँ एकचोटि आफू सोच्नुपर्छ क्या हरेक कुरालाई तपाईँको पैसै ठुलो कुरा होइन हैन त्यही भएर मान्छेले हरेक कुराहरू सहयोग गर्नु मन्दिर बाटो घाटो हरेक कुराहरू आफ्नो गाउँलाई सुन्दर बनाउनु हैन कहिले पनि कन्सिडर गर्नु म त्यस्तो कहिले पनि गर्दैन हैन र प्लस मेरो गाउँमा हाम्रो जुन ठुली बेसीले नगरोस् भन्ने म चाहन्छु हैन हरेक कुरालाई जस हामीले चाहिँ त्यतिखेर भोगेको कुराहरू चाहिँ धेरै गाह्रो थियो कोरोनाको बेलामा मान्छेले अब सबैभन्दा ठुलो भनेको आफूलाई ढेँडो खायो भने साग सिस्नु खोले खायो भने आफ्नो गाउँघरमा गएर बसेर खाँदाखेरि तपाईँको त्यतिखेर त आफूले कमाएर खान पाइयो नि त बजारमा त पैसा नभए त खान पाएन त्यस्तो अवस्था थियो तपाईँको त्यतिखेर बाहिर निस्केर अन्त गएर खाना किनेर ल्याउन पनि गाह्रो थियो त्यही भएर मान्छेले चाहिँ सोच्नु चाहिँ पर्छ धेरै कुराहरू हैन छोटो सोच्नु
राम्रो होइन होइन हरेक कुरा सोच्नुपर्छ हिजोको दिनमा कस्तो थियो अहिले कस्तो छ भोलि कस्तो हुन्छ होइन पछि कस्तो हुन्छ सोच्नुपर्छ सबै कुरालाई जस हामीले चाहिँ जस यो गाउँलाई सुन्दर बनायो भने यो ठाउँलाई सुन्दर बनायो भने होइन भोलिको दिनको भाइ बहिनीहरू होइन हरेक कुराहरू चाहिँ विकास हुन्छ विकसित हुँदै जान्छ राम्रो हुँदै जान्छ होइन त्यो चाहिँ हामीले सोच्नुपर्छ मलाई जहाँसम्म लाग्छ त्यस्तो लाग्छ मलाई चाहिँ धन्यवाद एकदम धेरै कुराहरू राखिदिनु भयो उहाँ हजुरको बारेमा धेरै कुराहरू सुन्न पाइयो हजुरको भिजनको बारेमा पनि सुन्न पाइयो त्यसको लागि एकदम धेरै धन्यवाद सर अब हजुरले गाउँ विकासको लागि क्लबको लागि यति धेरै सोचेर आउनु भएको छ यति गर्नुभएको छ अझै पनि थप टेवा पुर्याउनको लागि थप सहयोग गर्नको लागि अझै स्तर उन्नति गर्नको लागि माहौल यस्तो छ राजनीतिक माहौल छ कुनै न कुनै संस्थामा आबद्ध हुनुपर्ने देखिन्छ त्यो ठाउँमा पुगेर अब सेवा गर्नको लागि कसरी अगाडि बढाउने यो ठाउँको खेलाडीहरूलाई कसरी चिनाउने होइन ठुली बेसी भनेर कसरी चिनाउने होइन सिर्जना युवा क्लब है त्यसमा सिर्जना युवा क्लब अल ठुली बेसीलाई चाहिँ कसरी चिनाउने कसरी अगाडि लाने भन्ने कुराहरू हुन्छ जस्तै तपाईँको अहिले तपाईँको अन्डर 19 को हाम्रो गेम छ होइन तपाईँको पालिकामा तपाईँको अन्डर 19 गेममा भलिबल र फुटबल छ त्यसमा चाहिँ हाम्रो खेलाडीहरू जस्तै अब हाम्रो विनायक भाइहरू गइरहेछ होइन अब हाम्रो फुटबलमा पनि पर्सि 8 गते कति गतिबाट छ होइन त्यसमा पनि तपाईँको हाम्रो यो ठाउँबाट 2-4 जना भाइहरू छ होइन हो यसरी चाहिँ हामीले चाहिँ खेलाडीहरू कसरी लाने होइन कसरी त्यो राम्रो ठाउँमा पुर्याउने भन्ने सोचहरू छ तर राजनीतिमा चाहिँ मैले चाहिँ के सोचेको छु भने यो ठाउँलाई कसले राम्रो बनाउँछ यो ठाउँलाई कसले सहयोग गर्छ होइन हामी हरेक कुरा जान्नुपर्छ व्यक्तिगत स्वार्थमा होइन कि हाम्रो ठाउँलाई कसरी कसले राम्रो सहयोग गर्छ कसले राम्रो बनाउँछ कसले सपोर्ट गर्छ चाहिन्छ मलाई राजनीतिक दलको पार्टीहरू चाहिन्छ मलाई कुनै पनि मलाई आवश्यकता पर्छ म त अब यो जुन राजनीतिमा यस्तो छैन तैपनि चाहिँदो रहेछ यो हरेक कुराहरू हुन्छ होइन तैपनि अब भोलिको दिनमा मैले सहयोग गर्ने ठाउँमा गर्छु होइन म फुल गर्छु तर तपाईँको हामीलाई पनि के भन्नु पऱ्यो यो गाउँठाउँमा राम्रो विकास राम्रो होइन योजना हरेक कुरालाई सहयोग गर्ने सपोर्ट गर्ने हामीले उहाँलाई त्यसरी हामी सहयोग गर्छौँ म चाहिँ होइन अहिलेसम्म स्वतन्त्रै छु मैले भोलिको दिनमा मलाई यो ठाउँलाई कहिले राम्रो गर्छ होइन कहिले राम्रो सहयोग गर्नुहुन्छ यस्तो हुन्छ नि हरेक कुराहरूलाई सहज बनाइदिनुहुन्छ उहाँहरूलाई म पनि त्यही अनुसारले अब सहयोग गर्छु सपोर्ट गर्छु होइन फुल्ली रूपमा त्यही प्लान योजना छ त्यस्तो चाहिँ छैन मलाई राजनीतिमा खास अहिलेसम्म त्यही नै छ मलाई ठाउँलाई राम्रो बनाउने हरेक कुराहरूलाई त्यो प्लान योजना छ अहिलेसम्म म जो सुनेछु अब आउने भइरहेका नेताहरूले पनि चासो दिलज्यान चासो होइन सक्नेसम्म गर्नेसम्म चाहिँ दिनु पर्यो ठाउँ होइन त्यो दिनु पर्यो अब यो ठाउँमा के आवश्यक छ होइन इन्टरनेट बाटोघाटो सरसफाइ त्यस्तै त हो नि होइन त्यसमा प्रायोरिटी दिनुभयो भने जसलाई पनि हामी म त्यही म क्लब केटाहरूलाई म त्यही भन्नु मैले पहिला पनि भने जुन सुरुमा नि मैले अब कस्तो हुँदाखेरि मैले सानो मन्तव्य भन्दाखेरि मैले राख्दाखेरि यही कुरा पनि राखेँ सधैँभरि हामी अब पछाडि पर्ने होइन हामी अहिले विकास हरेक कुराहरू इन्टरनेट सबै दुनियाँ दिवाना डिजिटलको जमाना आइसक्यो भनेपछि हामी त हरेक कुराहरू त अब अगाडि सर्नु पऱ्यो नि त हामीले यो ठाउँको कुनै पनि कुराहरू हामीले नदेखाइसम्म नलगेसम्म त अब उहाँहरूले देखाइ हुँदैन हामीले कुनै पनि कुराहरू हामीले नमागिसम्म त अब आउँदैन नि त केही चिज पनि हामीले अब दुध दोहेर डोकोमा दुध दोहेर अर्थ त अट्दैन नि हो त्यही भएर हामीले हरेक कुराहरू यो ठाउँको चाहिँ एउटा समस्या चाहिँ हामी लानु पऱ्यो पहिलो प्रथम त होइन लानु सक्नु पऱ्यो अब त्यही भएर चाहिँ हामी चाहिँ जसले हामीलाई सहयोग गर्छ सपोर्ट गर्छ होइन हामी त्यही हो हाम्रो यो ठाउँलाई विकास चाहियो होइन राम्रो चाहियो राम्रो कागजमा मात्रै होइन हरेक कुराहरूलाई कागजमा मात्रै होइन ठाउँमा गरेर देखाउनु पर्यो गरेर प्रुफ गरेर देखाउनु पर्यो धेरैलाई विश्वास गरियो अहिलेसम्म वर्षौँ त्यही भएर म नि 30% छु म नि है अब भने पछाडि अलि केही समय पछाडिको अन्तरालमा हजुरलाई पनि हामीले देख्न सक्छौँ होला कुनै संस्थामा आबद्ध रहेर कुनै ओहदाको लागि चाहिँ फाइट गर्नुहुन्छ कि अब त्यसको लागि चाहिँ अब भोलिको दिनले अब बताउँछ होइन अहिले नखोला अहिले स्वतन्त्र एकदम ठिक छ अब स्वतन्त्र नै भएर नि धेरैले सेवा गरिराखेको छैन स्वतन्त्र भनेर स्वतन्त्र पार्टी होइन कि राष्ट्रिय स्वतन्त्र पार्टी होइन कि अहिले चाहिँ म जुन समाजको लागि गाउँठाउँको लागि चाहिँ राम्रो गरौँ होइन सबैको मनमा सबैको होइन आत्मामा यो ठाउँलाई चाहिँ राम्रो बनाऊँ भन्ने एउटा उद्देश्य छ होइन त्यसमा मलाई चाहिने सहयोग सपोर्ट गर्ने होइन हाम्रो अग्रज को हुनुहुन्छ होइन सबैलाई म के भन्छु भने अब
यो राजनीतिक हिसाबले होइन कि म चाहिँ अब एउटा स्वच्छ मनले होइन पवित्र मनले होइन सम्झेर म काम गर्न चाहन्छु र प्लस भोलिको दिन हामीलाई जुन चाहिन्छ मान्छे अब पार्टीको होइन हरेक कुरा चाहिन्छ अब कुनै पार्टीमा अब होइन उ गर्न सहयोग गर्नु पर्ला कुनैले के गर्ला होइन हामीले पनि त्यही अनुसार गर्छौँ होइन प्लस तपाईँको के छ भने हाम्रो अब यो सृजना यो क्लब ठुलीबेसीमा चाहिँ तपाईँको अलिकति तपाईँको हुन त हाइटहरू धेरै चल्यो होइन धेरै चल्यो तपाईँको अब त्यसमा अलिकति हाम्रो चाहिँ अलिकति यो ठाउँमा चाहिँ होइन अलिकति राम्रो अझ विकास होइन अझ राम्रो गर्न पाएदेखि अब जस्तै वडा छ पालिका छ होइन अब प्रदेश छ केन्द्र छ होइन केन्द्र सरकार प्रदेश सरकार पालिकाको होइन वडाको सबैको ध्यान यतातिर नै आकर्षित भयो भने होइन यो ठाउँलाई केही बनाऊ होइन हुन्छ नि त हाम्रो जस्तै वडाबाट प्लस पालिकाबाट यो ठाउँमा अलिकति ध्यान अलिकति राम्रो बनाऊ होइन यो ठाउँमा चाहिँ अलिकति यस्तो छ हाइड्रोले अलिकति गरेछ भने हामीले केही सहयोग गरिदिउँ भन्ने भयो भने होइन प्रदेशबाट पनि गर्नुहुन्छ होइन त्यस्तो भयो भने यो ठाउँ अलिक राम्रो हुन्छ नि त सुन्दर हुन्छ नि त होइन हिजो दिनमा अलिकति उठ्यो भने अहिले अलिकति प्लस हुन्छ भोलिको दिन अझ राम्रो हुन्छ होइन अहिले तपाईँको ग्रेभल बाटो के अरे अहिले कच्ची बाटो छ भने भोलि ग्रेभल होला नाली सहित बाटो होला भोलि ढलान पिच होला होइन त्यो चाहिँ हाम्रो चाहिँ हुनु पर्यो यो ठाउँमा चाहिँ अब उहाँहरूले कुन नेताहरूले जिउले हुन्छ कुन ठाउँ अब कुनको मन दया जाग्छ यो ठाउँलाई होइन उहाँलाई हामीले सहयोग गर्छौँ होइन हजुरले मलाई एउटा के सोध्न मन लाग्यो एकदम मनदेखि नै होइन यति ठुलो गाउँ छ कि ठुलीबेसी नाममै एकदम सुन्दरता छ ठुलीबेसी होइन एकदम ठुलो बेसी छ यति धेरै ठुलो गाउँ यो एरियाकै पालिकाकै सबैभन्दा ठुलो गाउँतिर नि गाउँमै पर्न पनि सक्छ है यति ठुलो गाउँमा याद छ हजुरलाई एउटा मेडिकल छैन एउटा आयुर्वेदिक छैन ज्वरो आयो मान्छे बेसर पुग्नुपर्छ राति ज्वरो आउँछ जति बेला पनि आउँछ झाडा पखाला स्वास्थ्य चौकी यहाँबाट 1.5 घन्टा हिँडेर जानुपर्छ यहाँ सबैको प्राइभेट साधन हुँदैन होइन स्वास्थ्य चौकी पुग्नको लागि यहाँबाट 1 घन्टा हिँडेर जानुपर्छ उकालो चढेर जानुपर्छ अब केही सामान्य रुगाखोकीलाई बेसी सर पुग्नुपर्छ आयुर्वेदिक छैन ब्लड प्रेसर चेक गर्ने एउटा केही छैन यसको लागि कहिलेकाहीँ मन दुख्दैन हजुरलाई चित्त मैले ठ्याक्कै तपाईँले यो कुरा गर्नुभयो मैले आज मात्रै मिटिङमा यो कुराहरू गरेँ होइन आज मिटिङ थियो हाम्रो क्लबको होइन त्यसमा मैले चाहिँ प्रस्तावहरू राखेँ अब तपाईँको हाम्रो अग्रजहरू जुन अब यहाँको होइन अब जुन हाम्रो अब यो गाउँको यो ठुलीबेसीको जुन अब अग्रजहरू उहाँहरू पनि हुनुहुन्थ्यो होइन त्यसमा चाहिँ मैले के भने नि अब तपाईँको स्वास्थ्य चौकी नि छैन है एउटा सानो एउटा मेडिकल भनौँ न कुनै पनि एउटा साधन स्रोत साधन छैन है पहिला त हाम्रो यहाँ अब हामीलाई सहयोग हरेक कुरालाई हाम्रो अब गीता बहिनी हुनुहुन्थ्यो उहाँले एकदम सहयोग सपोर्ट गर्नुभयो यो ठाउँमा हरेक कुराहरू होइन दिन रात अवरोध खटेर उहाँले गर्नुभयो है स्वयं म आफै बिरामी हुँदाखेरि नि असारको महिनामा म एकदम काम जोगाएर म आफै बिरामी हुँदा नि उहाँले मलाई बिचरा दिन रात नभनेको मलाई एकदम सेवा गर्नुभयो म उहाँलाई एकदम सम्झिन्छु यो कुराहरूमा प्लस उहाँले यो गाउँलाई दिनरात नभनिकन खटेर काम गर्नुभयो हो अब तपाईँको एउटा अहिलेको अवस्था के छ भने मैले त्यही भएर आज यो मिटिङमा नि मैले राखेँ अब तपाईँको एउटा के छ भने हाम्रो एउटा सिटामोल खाने एउटा टाउको दुखेन औषधि एउटा सिटामोल पनि छैन एउटा तपाईँको ज्वरो आयो तपाईँको एउटा ज्वरो कति छ नापिन छैन है अनि तपाईँको प्रेसर कति छ के छ कुनै पनि यहाँ चाहिँ छैन अब तपाईँ इमर्जेन्सी पऱ्यो यहाँ हेर्नुहोस् है एउटा पानीपट्टि यसलाई कसरी हामीले मेडिकलसँग पुर्याउने होइन कसरी यहाँबाट जस्तै यो ठुलीबेसीबाट गाँधीसम्म अथवा बेसी सहरसम्म अथवा वडासम्म पुर्याउने एउटा होइन त्यहाँबाट त्यहाँसम्म त लानलाई त हामीले केही त जोडाउनु पऱ्यो नि त होइन त्यसलाई पानीपट्टि गरेर हुन्छ कि त्यसलाई होइन के गरेर हुन्छ कि होइन एउटा त्यसलाई लाने एउटा राय सल्लाह दिने मान्छे पनि छैन है भनेपछि तपाईँको अलिकति यसमा चाहिँ हाम्रो अब सबैको ध्यान आकर्षित हुनुपर्छ यो ठाउँमा है वडादेखि सबै पालिका होइन प्लस हाम्रो यो जुन ठुलीबेसीको अल ठुलीबेसीको चाहिँ हाम्रो अग्रज हुने अलिकति अभिभावकहरू के हुनु पऱ्यो त्यसमा चाहिँ अलिकति अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ होइन मलाई त झन् के लाग्छ भने कुनै बरु व्यवसायीहरूले ल्याएर मेडिकल पसल खोल्थे पनि हुन्थ्यो कि प्राइभेटै भए पनि हजुर सरकारी ल्याएर राख्न नसके पनि आयुर्वेदिक सरकारी ल्याएर राख्न नसके पनि कोही प्राइभेट आएर बस्दै पनि बरु हुन्थ्यो कि त्यस्तो टाइपको भइसक्यो कि यहाँ त्यसमा मैले ठ्याक्कै भन्दाखेरि होइन तपाईँको हाम्रो नाइचेमा होइन वडा नम्बर 6 को नाइचेमा हाम्रो स्वास्थ्य चौकी बन्यो
होइन स्वास्थ्य चौकी छ अहिले त्यहाँ है ताराचोकमा नि रहेछ ताराचोकमा नि छ ठिक छ राम्रो छ उहाँहरूलाई सेवा सुविधा पाउनु राम्रो त्यो राम्रो तपाईँको होइन ताराचोकको जनता नि हाम्रै जनता हो होइन नाइची पनि हाम्रै हो होइन जुन वडा नम्बर 6 को हाम्रो सबै बासिन्दाहरू छ उहाँहरू सबैले सुविधा पाउनुपर्छ नेपालमा अल नेपाल अधिराज्य जनताले सुविधा सेवा सुविधा पाउनुपर्छ र हाम्रो गाउँमा जुन वडा नम्बर 6 मा मर्सेनी गाउँपालिका वडा नम्बर 6 मा हाम्रो जुन ठुलीबेसीमा होइन हजुर यत्रो अल ठुलीबेसी हो यत्रो ठुलो गाउँ छ तपाईँ एउटा भनौँ न साधारण एउटा सिटामोल छैन त्यसको लागि मैले एउटा बुझेको अनुसार मैले अब मलाई पनि अब हरेक कुराहरू त्यसमा त एउटा मेसो छैन नि त सुरुमा छु म पनि हरेक कुराहरू छ यताउता हुँदो रहेछ यो राजनीतिक पार्टी भन्छ के भन्छ होइन त्यसमा पनि होइन म त्यसमा बिकै छैन हरेक म फौजी मान्छे परेँ होइन हरेक कुराहरू अलिकति त्यसमा म छैन बिस्तारै सिक्दैछु अब सिक्दै जाने हो हरेक कुराहरू ठोकिँदै जाने हो होइन त्यसमा म छु तपाईँको मैले चाहिँ तपाईँको आयुर्वेदिक चाहिँ हाम्रो ठाउँमा हुनु पर्यो यो ठाउँमा आयुर्वेदिक हजुर यो चाहिँ हुनुपर्छ भन्ने चाहिँ मेरो एउटा ऊ छ है अब मैले नि अब मेरो हातमा भइदिए मैले ठ्याक्कै राख्न सक्थ्यो होइन मैले पनि कुरा राखेँ हो राख्ने हो उहाँहरूले कतिसम्म सुन्नुहुन्छ सुन्नुहुन्न होइन प्लस हाम्रो अभिभावकले त्यो कुरा चाहिँ बुझिदिनु पऱ्यो र उहाँ जुन वडामा राख्ने हो कि पालिकामा राख्ने हो त्यो कुरा चाहिँ फोकस गरेर चाहिँ यो ठाउँमा चाहिँ आयुर्वेदिक औषधि भयो नि हामीलाई चाहिँ उपलब्ध गराइदिनु पऱ्यो यो ठाउँको जनताहरूलाई चाहिँ म त्यो भन्न चाहन्छु नि निकै नै राम्रो प्रश्न भने हाम्रो विचार व्यक्तिगत विचार अब यसरी मलाई पनि लागेकै चिज हो यो उहाँले एकदम खुलेर भन्नुभयो यसलाई चाहिँ सबैले मनन गर्नुपर्ने हुन्छ सोधबुझ गर्नुपर्ने हुन्छ र सबैले साथ सपोर्ट गर्नुपर्ने हुन्छ यहाँ निकै नै आवश्यक देखिन्छ हाम्रो यस ठुलीबेसी गाउँमा चाहिँ यति राम्रो गाउँमा एउटा सामान्य मेडिकल नहुनु आयुर्वेदिक नहुनु यो निकै नै दुर्भाग्य भनौँ कि यसलाई पीडादायक अवस्था भनौँ यस्तो दयनीय अवस्था छ अब स्वास्थ्य चौकी जानलाई 1 घन्टा लाग्छ बाहुन डाँडा जाँदा पनि आधी घन्टा 1 घन्टा लाग्छ गाडी भनेको ठाउँमा भनेको टाइममा पाइँदैन होइन हजुर बिहान जान्छ बेलुका आउँछ अब कतिपय सिचुएसनमा प्रोजेक्ट हाइड्रोसँग पनि माग्न त मागेर गएको धेरै रेकर्डहरू पनि छ यसलाई चाहिँ विशेष प्रायोरिटी दिनुपर्छ अबको युवाहरूले अबको सबै जनताहरू चाहिँ यसमा अलिकति फोकस गर्नुपर्छ जस्तो लाग्छ मलाई पनि धन्यवाद हजुरले निकै नै राम्रो टपिक उठाउनु भयो र यसलाई खुलस्त प्रश्न पार्नुभयो त्यसको लागि पनि एकदम मनैदेखि हजुरले एकदम धेरै धन्यवाद हजुरलाई एकदम धेरै कुराहरू राख्नुभयो आफ्नो भावनाहरू राख्नुभयो आफ्नो भिजनहरू राख्नुभयो त्यसको लागि प्रश्न गर्नुभयो त्यसको लागि एकदम धेरै धन्यवाद र मेरो पोडकास्टमा आएर यसरी गफ गर्ने मौका नि मिल्यो एकदम धेरै धन्यवाद दिँदै हामी कार्यक्रमको अन्तिममा छौँ हजुर के भन्न चाहनुहुन्छ अन्त्यमा अब अन्तिममा मैले अब तपाईँको अब यो जुन सबै कुराहरू भने होइन त्यसमा अब म एकदम दिनरात खटेरै गर्छु होइन हरेक कुराहरूलाई अब म सधैँको लागि होइन सधैँभरि म एकदम जानेको कुरा आफूले जानेको कुरा नजानेको कुरा सेयर गरेर होइन सोधेर म गर्ने नै छु होइन त्यो भन्दै अब आउँदै गरेको नयाँ वर्ष 2082 सालको मेरो तर्फबाट लगायत सृजना यो क्लबको तर्फबाट स्वदेश तथा विदेश रहने विभिन्न सङ्घ संस्थामा रहने सम्पूर्णलाई जुन 2082 सालको शुभकामना दिँदै म बिदा हुन्छु धन्यवाद ल धन्यवाद हजुर धन्यवाद आदरणीय दर्शक महानुभावहरू उहाँ हुनुहुन्थ्यो देवीराम अधिकारी हाल सृजना युथ क्लबको प्रेसिडेन्ट हुनुहुन्छ र उहाँसँग निकै नै मिठो गफगाफ भयो र उहाँले आफ्नो भावनाहरू अबको योजना उहाँको एजेन्डाहरू पनि राख्नुभयो अब के गर्दै हुनुहुन्छ त्यो पनि राख्नुभयो र खुसीको कुरा के छ भन्दाखेरि चाहिँ अब आउने माघे सङ्क्रान्तिमा चाहिँ फुटबल प्रतियोगिता हुने भएको छ लगभग प्रोबेबिलिटी छ 90% भनेर उहाँले खुलाइसक्नु भएको छ त्यसको लागि नि एकदम धेरै सबैलाई गुड न्युज उहाँको तर्फबाट आउँदै गरेको 2082 सालको नयाँ वर्ष होइन नयाँ वर्षको एकदम धेरै शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु म विकास अधिकारी बाई बाई सी यू गाइज नेक्स्ट भिडियो